घरभित्र झन्डै 4 करोड रुपैयाँको चाङ, किलोका किलो सुन र चाँदी। व्यक्तिको घरमा किन पस्यो प्रहरी? पैसा धनी 77 वर्षीय विनोद श्रेष्ठ पक्राउ। के हो यति धेरै पैसाको स्रोत? काठमाडौँ सामाखुसीको पहेँलो घरमा प्रहरी स्टिङ अपरेसन। सुगरका रोगी 77 वर्षीय विनोद श्रेष्ठ भर्याङमा बसेर ब्ल्याक टी पिइरहे। उता प्रहरीले बोराका बोरा पैसा गनिरहे। विशेष सूचनाका आधारमा दिउँसो करिब 12-1 बजे यस घरमा प्रवेश गरेको प्रहरीले साँझ 7 बजेसम्म पनि पैसा र सुनचाँदी गन्ने र जोख्ने काम गरिरह्यो। झन्डै 6 घण्टाको मेहनतपछि प्रहरीले गनिसक्यो 3 करोड 75 लाख रुपैयाँ अनि पोकाका पोका सुन अनि चाँदी। सुरुमा प्रहरी पुग्दा विनोद श्रेष्ठ घरमै थिए। प्रहरीले सोधी खोजी गर्दा सुरुमा मसँग 2 लाख रुपैयाँ मात्रै छ भनेर प्रहरीलाई भने। तर जब प्रहरीले कोठा कोठामा तलासी लियो त्यहाँ लकर भेटियो। लकर खोलेर हेर्दा भरि भराउ पैसा। केही बेरमा भेटियो चामलका बोरामा राखिएका 7 बोरा पैसाको बिटो। यत्रो पैसाको पर्खाल हातले गर्न नसकिने भएपछि प्रहरीले पैसा गर्ने मेसिन नै लैजानु परेको थियो। धेरैलाई लाग्न सक्छ व्यक्तिले के घरमा पैसा र आफ्नो धन सम्पत्ति पनि राख्न नपाइने हो र? पाइन्छ, तर यति ठुलो रकम के कति कारणले घरमै राखे? त्यसको आम्दानीको स्रोत के हो जो कोहीले पनि देखाउन सक्नुपर्छ। विनोद श्रेष्ठलाई पनि प्रहरीले सोधे, तर पैसाको स्रोत कुनै बताउन सकेनन् र स्रोत देखाउन पनि उनलाई गाह्रै थियो, किनकि प्रहरीलाई भएको सूचना अनुसार त्यो पैसा उनले चर्को शुल्कमा मिटर ब्याजमा लगाउने गर्दथे। उनले करोडौं रकम मिटर ब्याजमा लगाएर राखेको बुझिएको छ। यस बारेमा थप अनुसन्धान भएपछि मात्रै स्पष्ट हुने जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्। सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको देखिएको प्रहरीको भनाइ छ। ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो। सो क्रममा घरधनी विनोद श्रेष्ठ पनि पक्राउ परेका हुन्। पक्राउ परेका श्रेष्ठको गोर्खामा पनि घर रहेको पाइएको छ। उनको व्यक्तिगत स्वभाव पनि विचित्रको छ। यत्रो धनको मालिक विनोद श्रेष्ठ यति कन्जुस थिए कि छिमेकीहरूका अनुसार उनी साँझ बिहान सागसब्जी किन्न बजार निस्कन्थे, तर एक मुठा सागका लागि 10 ठाउँमा भाउ बुझ्दथे र एक मुठा सागमा पनि डिस्काउन्ट खोज्थे। 50 रुपैयाँको सागमा 5-10 रुपैयाँ घटाएरै दिनुपर्ने अवस्था थियो, छेउछाउका तरकारी पसल राख्नेहरूले भनेका छन्।